नमस्ते सबैलाई। आज हामी नेपालको ड्राइभिङ लाइसेन्सको एब्स्ट्र्याक्ट जसलाई ड्राइभिङ लाइसेन्स भेरिफिकेसन रेकर्ड पनि भनिन्छ, यो कसरी बनाउने भन्ने बारे जानकारी दिँदैछौँ। विदेश जाँदै हुनुहुन्छ भने यो डिएल एब्स्ट्र्याक्टले विदेशमा ड्राइभिङ लाइसेन्स लिँदाखेरि धेरै काम गर्छ। अब डिएल एब्स्ट्र्याक्ट कसरी बनाउने त? यसको दुईटा स्टेपहरू छन्। फर्स्ट स्टेपमा आफूले ड्राइभिङ लाइसेन्स लिएको यातायात कार्यालयमा गएर भेरिफिकेसन पेपर अथवा एब्स्ट्र्याक्ट पेपर निकाल्ने र त्यसपछि सेकेन्ड स्टेपमा चाहिँ प्रमाणीकरणको लागि परराष्ट्रको कन्सुलर विभागमा गएर छाप लगाउने। कतिपय केसहरूमा सुरुको स्टेपमै निकालेको एब्स्ट्र्याक्ट मात्रै युज गर्न मिल्छ भने विशेष गरी विदेशमा जाँदा चाहिँ परराष्ट्रको छाप भएको एब्स्ट्र्याक्ट नै आधिकारिक मानिन्छ। सुरुमा हजुरले लाइसेन्स निकाल्नु भएको यातायात कार्यालयमा जानुहोस्। यसमा दुईटा कन्फ्युजन हुन सक्छ। कसैले एउटा ठाउँबाट बाइकको लाइसेन्स निकालेका हुन्छन् र अर्को ठाउँबाट चाहिँ कारको लाइसेन्स निकालेका हुन सक्छन्। कसैले चाहिँ सुरुमा लाइसेन्स जहाँ इस्यु भएको थियो त्यहाँ जानु भनेर भन्छन्, तर हजुरले फोनबाट बुझेर जान सक्नुहुन्छ। यो राम्रो उपाय हो। तर यदि तपाईले बाइक र कारको लाइसेन्स एउटै कार्यालयबाट निकाल्नु भएको थियो भने त्यही कार्यालयमा जानुहोस्। डकुमेन्ट्सहरू चाहिँ नागरिकता, पासपोर्ट र ड्राइभिङ लाइसेन्सको ओरिजिनल अनि फोटोकपी दुवै लिएर जानुहोस्। त्यहाँ सोधपुछ कोठामा गएर म ड्राइभिङ एब्स्ट्र्याक्ट बनाउन आएको, मलाई ड्राइभिङको भेरिफिकेसन लेटर चाहिन्छ भनेर भन्नुहोस्। त्यसपछि तपाईँको डिटेल्सहरू हेरेर नियम के छ त्यो अनुसार 500 अथवा 1000 कति रेट छ त्यही अनुसारको भौचर काट्न लगाइन्छ। कुनै कार्यालयमा चाहिँ उहाँहरूको निर्देशन अनुसार निवेदनको फर्म पनि दिन सक्नुहुन्छ। कतै चाहिँ आफै निवेदन लेख्नुपर्ने हुनसक्छ, कतै हजुरको विवरण हेरेर डाइरेक्ट भौचर काट्न लगाउन सक्नुहुन्छ। यो चाहिँ कार्यालयको नियम के छ त्यो अनुसार हुन्छ। पैसा बुझाएपछि रिसिप्ट लिएर विभिन्न रूपमा साइन गराएर हजुरको विवरण भेरिफाई गरेपछि डिएल एब्स्ट्र्याक्टको भेरिफिकेसन पेपर पाउनुहुन्छ। यो कागजमा हजुरको सम्पूर्ण विवरण हुन्छ, जस्तै लाइसेन्स नम्बर, नाम, सिटिजनसिप नम्बर, ब्लड ग्रुप, कुन क्याटेगोरीको लाइसेन्स हो र कुन अफिसले भेरिफाई गरेको त्यो अफिसको वेबसाइट लिङ्कहरू राखिएको हुन्छ। यो एब्स्ट्र्याक्टमा माथिपट्टि कार्यालयको छाप हुन्छ भने तल चाहिँ अफिसरको साइन हुन्छ। अहिलेसम्म त त्यस्तो धेरै केसहरू देखिएको छैन, तर कुनै यातायात कार्यालयले चाहिँ यो डकुमेन्टको लागि काठमाडौँको बानेश्वरमा रहेको यातायात व्यवस्था विभागमा पठाउन सक्छन्। टाढाका मान्छेहरूले यो ख्याल गरेर बुझेर कार्यालयमा फोन गरेर आफ्नो प्रोसेस बुझ्नुपर्छ, आफू प्रिपेयर्ड हुनुपर्छ, किनकि यो ड्राइभिङ लाइसेन्स एब्स्ट्र्याक्टको लागि एउटा ठोस नियम अझै बनेको छैन। आजको मितिसम्म यसको लागि अनलाइन सिस्टम अझै आएको छैन। केही अपडेट आयो भने हामी खबर गर्छौँ। यो डकुमेन्ट बनाएपछि हाम्रो स्टेप 1 सकियो र अब हामी स्टेप 2 मा लाग्छौँ। अब परराष्ट्र मन्त्रालयको छाप लगाएर प्रमाणीकरण गर्ने काम सुरु गर्छौँ। यहाँ हामीले कन्सुलर सर्भिसको नागरिक बडापत्रमा कुन क्याटेगोरीको कन्सुलर छाप लगाउनलाई के डकुमेन्ट आवश्यक पर्छ भनेर हेर्न सक्छौँ। डकुमेन्ट्समा अघि निकालेको एब्स्ट्र्याक्ट, ड्राइभिङ लाइसेन्स, नागरिकता, पासपोर्ट यी सबैको ओरिजिनल र फोटोकपी दुईटै लिएर त्रिपुरेश्वरमा रहेको डिपार्टमेन्ट अफ पासपोर्ट्स भित्रको कन्सुलर सर्भिसमा जान्छौँ। त्यहाँ सोधपुछ कक्षमा गएर सोध्न सकिन्छ, म ड्राइभिङ लाइसेन्सको एब्स्ट्र्याक्टको भेरिफिकेसन गर्न आएको भन्नुपर्छ र यो भनिसकेपछि तपाईँलाई टोकन सहित एउटा निवेदनको फर्म र ब्याङ्कको भौचर दिइन्छ। त्यो फर्म यस्तो हुन्छ। जुन डकुमेन्ट चाहिन्छ त्योमा टिक लगाउनुपर्छ। यहाँ हामीलाई चाहिने भनेको सवारी चालक अनुमति पत्रको लागि हो, त्यसमा टिक लगाउनुहोस्। जम्मा कागजातको सङ्ख्या कति हो? अहिले 1 हो, त्यही भएर 1 लेख्नुहोस्। अनि दस्तुरमा त्यहाँ कति लाग्छ सोधेर लेख्नुहोस्। यो अहिले चाहिँ प्रति डकुमेन्ट 500 छ र पछि समय र नियम अनुसार योभन्दा बढी पनि हुनसक्छ। सम्पूर्ण विवरण भरेपछि डेट राखेर साइन गर्नुहोस् र यो फर्म पुरा हुन्छ। अब फेरि भौचर फिल गर्नुपर्ने हुन्छ, जसमा धेरै जस्तो डिटेल्सहरू आफै भरिएको हुन्छ, केवल हजुरको विवरण मात्र बाँकी हुन्छ। अनि डेट, नेम, एड्रेस, फोन नम्बर र कति डिपोजिट गर्नुपर्ने त्यो राखेर भौचर भर्न सकिन्छ। त्यसपछि यो टोकन, भौचर, निवेदन र अघि भनिएका डकुमेन्टको फोटोकपी अनि ओरिजिनल लिएर हामी भित्र कागजात प्रमाणीकरण कक्षमा जान्छौँ, जहाँ डकुमेन्ट पेश गरिन्छ। उहाँहरूले तपाईँको डकुमेन्ट लिनुहुन्छ र राजस्व सङ्कलन कक्ष लेखेको काउन्टरमा पठाउनुहुन्छ। त्यहाँ पैसा तिर्नुपर्ने हुन्छ। त्यो काम सकेपछि अब एकछिन वेट गर्नुपर्छ, 1-2 घन्टा वा बढी लाग्न सक्छ। त्यसपछि प्रमाणित कागजात वितरण कक्षबाट हजुरको नाम बोलाइन्छ अनि छाप लागेको डकुमेन्ट साथै हजुरले पेश गर्नुभएको डकुमेन्ट्सहरू पनि प्राप्त गर्न सक्नुहुन्छ। यसरी हाम्रो स्ट्याम्प लगाउने प्रक्रिया सम्पन्न हुन्छ। अब हाम्रो ड्राइभिङ एब्स्ट्र्याक्टको डकुमेन्ट यस्तो हुन्छ। यो छाप लागेको डकुमेन्ट विदेशमा ड्राइभिङ लाइसेन्स निकाल्दा वा अन्य कुराहरूमा सहज हुन सक्छ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? केही क्वेसन भए कमेन्टमा लेख्नुहोला। हामी यस्तै जानकारीमूलक अर्को भिडियो लिएर आउनेछौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।